नमस्ते, मेरो नाम ममता भाट। म एउटा तस्बिरी महिला, बिरगज पर्सा जिल्लाबाट। तर समाजको हेर्ने दृष्टि चाहिँ अर्कै थियो कि यिनीहरू के हो कसो हो, यिनीहरू केटा हो कि केटी हो कि भूत हो कि बैताल हो जस्तो त्यतिखेर गर्थ्यौँ क्या हामीलाई। त्यतिखेर हामी त बेसरी पेनेस्टी प्याङ्के लाउँथ्यौँ। अहिले पो ल हर्मोन खायौँ, दुनियाँ थर गऱ्यौँ, नेचुरल भयौँ नि होइन। त्यतिखेर त हामी त पेनेस्टी प्याङ्के बेसरी पोत्यो, आइसिजो रातै निलो लायौँ। अनि त्यतिखेर त मान्छेले गाई जोतरी भनेर कतिले पनि। अब यो कुरा गर्नु पर्दाखेरि अब साथीहरू प्रायः जस्तो कति साथीहरू पनि थियो कि। अनि मेकअप गरेर रत्नपुर जाँदाखेरि मान्छेहरू फोटो खिच्न आउने, के हो के आएको जस्तो हुने क्या। त्यो मेकअपले गर्दा म मेरो कुरा पनि गर्दाखेरि चाहिँ अब काठमाडौँ बस्दा बस्दामै जाउँ न त मनोकामनातिर घुम्न जाउँ न भन्दाखेरि मनोकामना दर्शन गर्न जाँदाखेरि चाहिँ मुगलिनमा हामीले रुम लिएर बसेको थियौँ। मुगलिन होइन उही रुम लिएर बस्दा मुगलिनतिर त्यो के भन्छ त्रिशुल खोलातिर घुम्न जाउँ भन्दाखेरि मुगलिनको होटलमा खाना जाँदाखेरि मान्छेहरू यत्तिकै भिड आएको। यिनीहरू फिल्म सुटिङ गर्न आयो भनेर हामीलाई त अति फोटो खिचेको क्या। किनभने त्यतिखेरको चाहिँ हामीले खेलाउनै एउटा पुतला जस्तै कि मान्छेले नबुझेको जस्तै कि। अब यो के हो अब कि कसैले सुटिङ गर्न हिरो हिरोइन आयो भन्थ्यो कि कसैले यिनीहरू के हो केटा हो कि भूत हो कि कस्तो कि नराम्रो शब्दहरू त्यस्तो प्रयोग गर्थ्यो। पहिलो याद अब सम्बन्ध भन्नाले आफ्नो घर फ्यामिलीकै नै आउँछ नि होइन। पहिला सम्बन्ध पहिला आफ्नो आमा बाउ होइन दिदी बहिनीको आउँछ त्यसरी हो। पछि पो अब साथीहरूसँग जुरेको हो नि होइन। पैसा सबभन्दा पहिला आफ्नो आमा बाउ हेर्ने, दिदी बहिनी हेर्ने, दाजुभाइहरू हेर्ने हो। अनि पछि चाहिँ साथीहरूसँग सम्बन्ध जुट्दै जाँदाखेरि साथीहरू पनि आउँछ त्यस्तो। अनि मेरो घर फ्यामिली चाहिँ पछि अब दिउँसो अब राति गाजर सबैलाई हिँड्थ्यौँ, लिभिसहरू हुन्थ्यौँ। अनि सुतेर उठ्दाखेरि घर फ्यामिलीलाई थाहा पाउँदाखेरि अब यो किन लाइस्, किन गाजर लाइस्, किन लिभिस भन्दाखेरि एकदम घर फ्यामिलीमा चाहिँ कुटपिट गर्नुभयो। किन त यस्तो किन गरेको, के काम गर्दैछस् मलाई भन् भन्दाखेरि म अब भन्दा त अब नाच्न जान्छु भनेर भन्थेँ। नाच्न गएँ रेस्टुरेन्ट भन्दाखेरि नगर यस्तो हाम्रो मुस्लिम कास्टमा अलिक गाह्रो हुन्छ, राम्रो हुँदैन भनेर म कति दाइले बुवाले होइन सबै घर फ्यामिलीले सबैले मलाई कराउनु हुन्थ्यो क्या। भए पनि अब मैले अब घरै छोडिदिएँ। अब घरमा मैले दाइले बुवालाई कुटपिट गर्नुभयो, म घरै छोडेँ। 6 महिनासम्म म 6 महिना साल 1 वर्ष जति मैले घर छोडेर बाहिर बसेँ। रुम लिएर सूर्यकुटीमा आएँ, रुम लिएर बसेँ। अनि त्यतिखेर चाहिँ अब बस्दाखेरि अब घर फ्यामिलीसँगै मतलब थिएन। अब आफै कमाउने रमाउने, अब दोरी साजमा जान्थेँ, डिस्कोमा जान्थेँ, क्यासिनोहरूमा, रेस्टुरेन्टहरू सबैमा जान्थ्यौँ। अनि गर्दा 25 साल 1 वर्षपछि चाहिँ घर फ्यामिलीसँग जुरियौँ हामी। अनि 1 वर्षपछि घरमा जुरिसकेपछि त्यसपछि घर फ्यामिली पनि अब राम्रै गर्यो, सपोर्ट गर्यो। मेरो फ्यामिलीमा चाहिँ पहिला अब जे जस्तो गाह्रो हुँदा पनि पछि मेरो बुवाले मलाई अपनाउनु भयो। अपनाएर पनि मैले अब चुरा लाउँछु अथवा लुगा जुनसुकै पनि लुगा लाउँछु भने पनि बुवाले सपोर्ट गर्नुभएको। पछि चाहिँ उसको चाहना यही रहेछ भनेर चाहिँ मलाई गर्नुभयो। र मलाई मेरो सुख दुःखमा चाहिँ साथ दिनुभएको छ बुवाले। कहिले पनि म माथि जबसम्म उहाँले बुझ्नु भएको थियो तबसम्म त मलाई नराम्रै भनौँ न दाइहरूको लौलम लागेर मलाई भन्नुभयो, जसो गर्नुभयो। तर पछि चाहिँ मेरो बुझिसकेपछि मेरो चाहना के हो बुझिसकेपछि मेरो बुवाले एकदम माया गर्नुहुन्छ। र अलिकति पनि म काहीँ मेरो सम्पर्क फोन लागेन अथवा म काहीँ गइसकेपछि म बुवा एकदम छटपटाउनुहुन्छ। जस्तो मम्मी हुनुहुन्न, बुवा हुनुहुन्छ। अनि त्यही भएर चाहिँ बुवा एकदम मेरो खोजी नीतिमा लाग्नु। सबभन्दा पहिला आफूभित्र पनि एकदम अलि राम्रो भएर बस्नुपर्ने मेरो सोच चाहिँ लाग्छ। किनभने अब कसैमाथि नराम्रो सोच नराखिकन एकदम राम्रो बिलिभ गर्ने, राम्रो व्यवहार राख्दाखेरि सम्बन्ध चाहिँ हुने रहेछ कि मेरो सोच चाहिँ त्यस्तो। पहिलोचोटि उसलाई मैले उसैमा भेटेको, बिडिएसमै भेटेको। बिडिएसमा भेटेँ, ऊ पनि आएकी थिएँ। अनि बिडिएसमा भेट्दाखेरि उसले मलाई देखेर मुख बिचकाएँ, कहाँबाट मेटेरियल यस्तो छ आउँदैछ भने। अनि मैले पनि गरिदिएँ। अनि गर्दा नि लुगाइज न जाउँ न भन्दा अब साथी हुन्छ नि। अब हामीलाई यस्तो छ कि हाम्रो समुदायमा कस्तो छ भन्दाखेरि जसैकै 7 समुद्र पार बसे पनि र एउटै सन्तानको बच्चा नभए पनि हामी जसैकै ठाउँमा भेटे पनि हामी
आफन्तै मेरो दिदीबहिनी र मेरो साथी आफन्तै खुन जस्तै जोडिन्छौँ कि छिट्टै जोडिन्छौँ हामी आफ्नो समुदायसँग छिट्टै जोडिन्छौँ बोल्न मन लाग्दैन त्यही पनि बोलौँ कि नबोलौँ तर बोलिन्छौँ कि हामी किनभने आफ्नै समुदायको मान्छे देख्यो भने एकदम मनमा कस्तो कस्तो हुने क्या बोलौँ न है चाहिँ ऊ पनि त हामी जस्तै हो भने जस्तो हुने क्या मेरो एउटा साथी आफ्नै समुदायको साथी थियो उसको नाम चाहिँ भन्दिनँ किनभने सबैको मैले भन्नु पाउँदैन तर साथी थियो मेरो बेस्ट फ्रेन्ड म सँगै हिँड्ने डोल्ने थियो मेरो साथी एकजना त्यसमा छ अरू साथी त छुटेर पनि गयो तर अहिले पनि मेरो साथी छ अहिले नै फोन गर्छ अनि कहिलेकाहीँ के गर्दैछस् कस्तो भन्दाखेरि उसले पनि गर्छ मैले पनि कहिलेकाहीँ फोन गर्न भने चाहिँ कहाँ हराइस् के गरेछ भनेर फोन गरेँ कहाँ हुन्छ मैले त्यो सम्बन्ध एउटा भनौँ न अब साथी त साथी तर एकदम आफ्नो क्लोज के आफ्नै दिदी बहिनीको जस्तै अब आफ्नै फ्यामिलीको जस्तो पनि त्यसलाई चाहिँ म मान्न सक्छु किनभने उसले नि कहिलेकाहीँ आइज न है आइज भनेर बोलाउने कति भयो नआएको तर अनुहार हेर्न पाएको छैन भन्ने के मैले चाहिँ तनी आइज नि त कहिलेकाहीँ भन्दाखेरि मैले बोलाउने कहिलेकाहीँ उसले पनि कहिले जस्तो हुन्छ नि कहिलेकाहीँ अब सपनामा मलाई केही भएको नि देख्न सक्दाखेरि मलाई फोन गर्ने कि उसले आमा त सन्चै के हो तँलाई त मैले यस्तो सपनामा देखेँ भनेर उसले पनि एकदम गर्ने क्या डराउने कहिलेकाहीँ म पनि त्यस्तै गर्ने त्यस्तो एकदम राम्रै छ आफ्नै फ्यामिली जस्तै तर त्यहाँ काठमाडौँबाट आएर चाहिँ म यता गाउँतिर नाच्न आउँदाखेरि यो छठ पर्व हुन्छ नि छठ पर्व आउँदाखेरि चाहिँ म नाच्न आउँदाखेरि मसँग एउटा साथी चाहिँ भेट्नुभयो र साथी भेट्दाखेरि उहाँसँग चाहिँ मैले लगभग 5-6 वर्ष बसेँ 5-6 वर्ष बसेँ तर म उसँग केटी नै भएर बसेँ जस्तो उसलाई थाहा थियो म एउटा तेसुलिङ्गी हो भनेर तर उसको घर फ्यामिलीलाई चाहिँ थाहा थिएन कि तर म 6-7 महिना के 6-7 वर्ष पनि उसँग बस्दाखेरि केटी नै भएर बसेँ र एउटा बुहारी भएर बसेँ कहीँ आउनु नदिने आउनु जानु नदिने त्यस्तो चाहिँ गऱ्यौँ अनि पछि उसँग बस्दा अनि पछि कुनै कुराको अब भनौँ न अब पछि त हुन्छ नि अब हामी साथी जस्तोहरूलाई प्रायः जस्तो कति केटाले हामीलाई राख्नेसम्म राख्छ पछि अब छोडिदिन्छ पनि छ नि त होइन त्यस्तै अब उसलाई अब अर्को केटी चाहिने रहेछ केटी चाहिएको कारण चाहिँ मलाई चाहिँ छुट भयो कि अब हामी छुट्यौँ काठमाडौँमै चाहिँ अब त्यस्तो लफडा भयो पुलिस थाना भयो दुनियाँथरी भयो अनि हामी छुट्यौँ छुटिसकेपछि अहिले चाहिँ अब छौँ यहाँ कमाएको छौँ अब नाचगान गरेर होइन अब अफिसमा पनि छु अफिसमा के भन्छ जोइन पनि छु र यस्तो अब यो के भन्छ हाम्रो एउटा यो हिजरा कल्चरमा पनि अब म त्यसमा छु क्या त्यसमा पनि म सम्बन्ध छु अनि के भन्छ यो संस्थामा र यो एउटा हाम्रो साथी के अरे साथ शैली डान्स प्रोग्राम चल्छ त्यसमा पनि म एउटा गर्छु क्या बधाई टोली भनेको अब हाम्रो पुर्खा पुराणदेखि नै हाम्रो आमा गुरुआमाले नै चाहिँ अब पहिलेदेखि चाहिँ के भन्दाखेरि यो रामजीको चाहिँ अब रामजीले नै हामीलाई वरदान दिएको हो जस्तो अब रामजीको कथा कहानी भन्दाखेरि अब त्यतिखेर उहाँले चाहिँ अब तिमीहरूले अब गएर रामसँग गौ के अरे गान बजान गर खाऊ भनेर चाहिँ एउटा मारुनीको रूपमा चाहिँ अब हामीलाई उ गरेर दिएको हो त्यसमा चाहिँ हामीले अब कसैको छोराछोरी जन्मेको आशीर्वाद दिने र के भन्छ बिएससी गर्न आशीर्वाद दिने बधाई टोली गर्ने खुसी मनले दिने आशीर्वाद दिने एकदम त्यसमा पनि अब राम्रै छ त्यो एउटा हाम्रो भगवानले नै दिएको वरदान हो मलाई किन लाग्छ भन्दाखेरि अब अहिलेको जस्तो अब अहिलेको स्थितिमा चाहिँ मान्छे समाजले चाहिँ हामीलाई अहिलेसम्म अपनाएको छैन होइन समाजले नै बुझेको छैन हामी के हो कसो भनेर अब एकछिनको लागि अब कुरामा कुरा हुँदाखेरि हिजो एकछिनको लागि हिजो कुनै न कुनै एउटा घटना घट्यो त्यही विगतमा अनि एउटा नेताले चाहिँ डाइरेक्टै अब आइमै नै थियो उसले चाहिँ यिनीहरू नक्कली तेसुलिङ्गी हो यिनीहरू चाहिँ नक्कली हो भनेर पनि भनेको थियो चौकीमा त्यतिखेर चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि अहिले समाजले चाहिँ अहिलेसम्म हामीलाई मेरो चाहना र म के हो भनेर चाहिँ बुझेको छैन कि उनीहरू चाहिँ त्यही कारण चाहिँ त्यस्तो लाग्छ किन समाजले बुझ्यो भने चाहिँ अब हो एउटा जन्म दिन्छ पुरुषको र उसको चाहना अनुसार चाहिँ केटीको छ भनेर चाहिँ बुझ्यो भने चाहिँ समाज चाहिँ परिवर्तन हुन सक्छ जस्तो लाग्छ तर त्यस्तो बुझेन भने चाहिँ कहिले लाग्दैन